एभ्रिवान, आज हामी करेन्ट हट एन्ड स्पाइसी नुडल्स बनाउन लाग्दैछौँ। यसरी मसिनो गरी टमाटर प्याजलाई पनि काट्ने अनि काउली पनि यसरी मसिनो गरी काट्ने। अनि मैले यो काउली खुर्सानी टमाटर प्याज काटिसके। अनि मैले अन्डालाई यसरी बोइल गरेँ। यो करेन्ट नुडल्स हट स्पाइसीमा लिए। अनि मैले यसरी ग्यास बाले, चुलो अन गरेँ, कराई बसालेँ। अलि नमिलेर बनाउँदाखेरि त यसरी कानै भाँच्यो लाउन। अनि मैले यो कराईमा थोरै तेल तताएँ। मैले प्याजलाई फ्राई गरेँ। अनि यसमा मैले अघि काटेर राखेको टमाटर पनि राखेँ। त्यसपछि बेसार पनि राखेँ। अघि काटेर राखेको यो काउलीलाई एकछिन मजाले फ्राई हुन दिनुपर्छ। बिस्तारै फ्राई गर्दै यसलाई एकछिन पकाउने। त्यसपछि यसलाई एकछिन ढकन लाएर छोपेर पकाउने। करेन्ट चाउचाउ खोलेँ अनि एक एक गरेर निकालेर मैले थालमा यसरी राखेँ। यसो गर्दा सजिलो हुन्छ। ल 5 प्याकेट चाउचाउ त कति पनि नदेखिने रहेछ। ल अघि यसरी छोपेर पकाएको काउली यस्तो भयो। अब यसमा थोरै सोया सस पनि लाउने। सोया सस लाउँदा अलिकति टेस्ट पनि फरक आउँछ। सोया सस लगाएपछि यस्तो राम्रो कलर देखिन्छ। अब यसमा थोरै तातो पानी राख्ने। चिसो पानी राख्न मिल्दैन, तातो पानी राख्ने। त्यसपछि अघि हामीले फुटाएर राखेको यो करेन्ट चाउचाउलाई यसरी राख्ने। यसलाई मजाले उम्लन दिनुपर्छ। साथीहो, अब हाम्रो करेन्ट यस्तो भयो। अब त्यहाँ भएको सिजनिङ पाउडरहरू करेन्ट चाउचाउको त्यहाँभित्र भएको सबै मसलाहरू यसरी एड गर्ने। 5 वटा हामीले चाहिँ 3टा मात्रै लगाएको, धेरै पिरो हुन्छ भनेर। आफूले पिरो कतिको मनपर्छ त्यही अनुसार राख्नु होला। अब यसलाई मजाले यसरी चलाउने। मसला मजाले फिटिने गरी यसलाई चलाउने यसरी। ल अब यो खानालाई रेडी भयो है। अनि यसलाई मैले प्लेटमा राखेँ। ल गाइज, कस्तो भयो आजको हाम्रो करेन्ट रेसिपी? मन परेमा हजुरहरूले लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला। यस्तै भिडियो लिएर आउनेछौँ। यतिन्जेलसम्म भिडियो हेरेर साथ दिनुभयो सम्पूर्णलाई धन्यवाद। टेक केयर, बाई बाई।